फिफा विश्वकप 2026 मा यस्तो भिडन्त जसले मैदानमा आगो बाल्नेछ। नर्वे विरुद्ध इराक। 28 वर्षपछि विश्वकपमा पर्किएको नर्वे र 40 वर्षपछिको खडेरी तोडेर आएको लायन्स अफ मेसोपोटेमिया इराक। नर्वेका मुख्य हतियार हुन् गोल मेसिन आर्लिङ हल्यान्ड र मिडफिल्डका जादुगर मार्टिन ओडेगार्ड। प्रशिक्षक स्टेलको आक्रामक 4-3-3 फर्मेसनले विपक्षीको डिफेन्स ध्वस्त पार्न सक्छ। तर इराकलाई कमजोर नठान्नुहोस्। अस्ट्रेलियाका पूर्व म्यानेजर ग्राहम आर्नोल्डको कप्तानीमा इराक 4-2-3-1 को बलियो रणनीति र इराकी मेन्टालिटी अर्थात् मैदानमा अन्तिम सेकेन्डसम्म लड्ने जोसका साथ उत्रिँदैछ। इतिहास हेर्ने हो भने दुवै टोली विश्वकपमा आफ्नो पहिलो ठुलो छाप छोड्न भोका छन्। हाल्यान्डको गति रोक्न इराकलाई फलामको चिउरा चपाउनु सरह हुनेछ। हाम्रो प्रेडिक्सन हाल्यान्डको जादु चल्नेछ र नर्वेले यो खेल 2-1 ले जित्नेछ, तर इराकले कडा टक्कर दिने निश्चित छ। तपाईको विचारमा कसले जित्ला? कमेन्ट गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।